वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामीहरू पशुपति जाँदैछौँ। मम्मी म दिदी अब हामीसँग बनिरहनु होला। म्याचिङ भइदिनु चाहिँ देख्न सक्नुहुन्छ। मम्मी यस्तो देख्दै हुनुहुन्छ। मम्मी मलाई देखाइदिनु त। म पनि यस्तो देखिरहेको छु। हामीहरू म्याचिङ भइदिइरहेको छौँ। गजब देखिरहेको छ मेरो कान्छी छोरी। ओ बा ब्युटिफुल। थ्याङ्क यू गेट उगार त। यस्तो त यता हेर्दै एकचोटि। हेलो ओ यस्तो त वाह मेरो जेठी छोरी यही हो। कान्छी छोरी कालो यही हो। कालो जेठो छोरो यही हो। हिँडिसकेछौँ। अब हामी तपाईँहरूलाई मन्दिरमा पुगेपछि देखाउँछौँ। हेर्नु त मम्मी भित्र जान्छ बस्नु घरमा। अब चाहिँ हामीहरू यहाँभित्र अब यहाँबाट हामीहरू चाहिँ गाडीमा चढेर अब हामीहरू सरुर पढेर जान्छौँ। पट्टि ओर्लिसक्यौँ है। अब ओर्लिएर चाहिँ हामीहरूको ठुलमम्मीको घर ब्रिजमा पर्छ। अब हामी ठुलमम्मीलाई लिएर अब हामीहरू सबैजना पशुपति जान्छौँ। सो बी विथ अस होइन त मम्मी। अब आइपुगिसकेका छौँ। अब हामी ठुलमम्मीसँगै पशुपति जान्छौँ सबैजना मिलेर। हामी दिदी म अब मम्मी अब हामी यहाँबाट पशुपति जान्छौँ। अब बाटो जान्छौँ हामीहरू। रिभन होइन मेरो भाइको चाहिँ स्कुटर छ। हजुरले देख्न सक्नुहुन्छ। लेट्स गो। वा यस्तो खतरा छ है। यत्रो खतरा स्कुटर चलाउनु थालेको अस्ति नै। त्यही हाम्रो भाइ अस्ति नै स्कुटर चलाउनु थालेको थियो। जब मेरो भाइ सानो थियो तबदेखिबाट साइकल उडाउँथ्यो है। मलाई अझसम्म याद छ। अहिले स्कुटर उडाउनु भइसक्यो। अब भोलिपछि बाइक उडाउँछ है। एकदम ट्यालेन्ट छ सबै कुरामा एकदम जान्ने छ है। तपाईँलाई के भन्नु स्कुटर चलाएको त देख्नुभयो होला। साइकल चलाएको साइकल पनि चलाउँछ। त्यही छ साइकल होइन। अब मेरो भाइले स्टार बनाउँदैछ है। यता हेर त मेरो भाइ एकदम मेहनती छ। पढाइमा पनि एकदम अब्बल छ। एकदम मेहनती छ मेरो भाइ। के भन्न मन लागिरहेछ। अब मेरो भाइ चाहिँ अब यस्तो स्टारहरू बनाउँछ। यस्तो छ धेरै ट्यालेन्ट छ। अब मेरो भाइले गीत पनि गाउन आउँछ नाच्दा आउँछ। यति धेरै ट्यालेन्ट छ हो कि भन त। एकदम ट्यालेन्ट छ है। यतिको चाहिँ भाइ हुनुपर्छ। मम्मीको घरबाट जाँदैछौँ। अब यहाँबाट हामी बिस्तारै बिस्तारै जान्छौँ। हेर्नुहोस् मम्मी अगाडि सुधा पछाडि मम्मी त्यसपछि चाहिँ म छु। सबैजना हामीहरू चाहिँ हाम्रो परिवार चाहिँ मिलेर अब हामी जाँदैछौँ पशुपति। हेर्न सक्नुहुन्छ। Hello, we are heading toward पशुपतिनाथ मन्दिर। यहाँ हाम्रो ठुलमम्मी र हाम्रो मम्मी चाहिँ धेरै धर्म कर्ममा विश्वास गर्नुहुन्छ। अब हामी जाँदैछौँ। अब हामीले तपाईँलाई सिधा मन्दिरमा पुगेपछि देखाउनेछौँ। त्यो आइसक्यो हेर्नुहोस् यस्तो भाइ आइरहेछ। अब यस्तै नै हो। अब ठुलमम्मीलाई पनि देखाउँछौँ। मम्मी आइसकेका छौँ अनि जुत्ताहरू गर्दैछौँ। अब यहाँ चाहिँ धेरै भिड लागिरहेको छ। गरिरहेछौँ। अब यताउति हेरिरहेछौँ। हेर्न सक्नुहुन्छ। मम्मी त ठुलमम्मी कस्तो अनुभव भइरहेछ। त्यस्तै हुँदैछ। अब हामी अगाडि बढ्दैछौँ दर्शन गर्दैछौँ। दर्शन गरेर आइसक्यौँ। भित्र चाहिँ फोनहरू लान दिँदैन। त्यसै कारण हामी यहाँ बाहिर छौँ। फोटोसुट भइरहेछ यतातिर। अब मन्दिरबाट अब त्यसरी पूजा गरेर अब घर जान आँटेछौँ। त्यसैले बाई 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 बाई।